अब हान्ने नै थियो हैन, रन उयो थियो नि त, भन्नाले 13 रन 6 बलमा चाहिएको थियो हैन। सो अब त्यो बललाई चाहिँ एरियाजमा हामी जुन एरियाजमा हान्न खोजिरहेको थियौँ त्यो एरियाजमा नै हान्न खोजिरहेको थियौँ। अब अनफर्चुनेटली भने जस्तो सर्ट लागेन हैन। तर ठिक छ, गुड गेम ओभरअल इट वाज। त्यो सिचुएसनबाट त्यहाँसम्म पुग्नु पनि एक खालको भनौँ न अपकमिङ गेम्सको लागि चाहिँ एउटा राम्रै सेटअप हो भन्छु। हामी एउटा बीचमा पार्टनरसिप हुनु पर्थ्यो कि जस्तो लाग्यो हैन। अलिकति धेरै विकेट फल भयो कि बीचमा, जहाँ चाहिँ त्यस्तो रस गर्नुपर्ने नेसेसरी थिएन। किनभने हामीलाई थाहा छ यो अब हाम्रो विकेट हो नि त, फ्ल्याट हो, सो रन त बन्निहाल्छ। 8 रन 10 रन पर ओभर त बनिन्छ भन्ने कुराहरू चाहिँ थाहा थियो। त्यो बीचमा जब विकेट्स फल भयो, त्यो एउटा जस्तो लास्टमा पार्टनरसिप भयो, त्यो बीचमा पनि एउटा पार्टनरसिप भएको भए चाहिँ सजिलो हुन्थ्यो कि भन्ने। त्यो विकेट्स फल रेगुलर इन्टरभलमा चाहिँ त्यो अलि टर्निङ पोइन्ट भयो जस्तो लाग्यो। यो लेभलमा खेलिरहँदाखेरि चाहिँ अब हामी यङ प्लेयरहरू पनि टिममा आएको देखिरहेको छ, तर अझै पनि सीता रुबिना नै चाहिने अवस्था देखिरहेको छ। बलिङ होस् ब्याटिङ होस्, त्यो अलिकति चेन्ज, त्यो ट्रान्जिसनमा चाहिँ हामी अझै पनि ट्रान्जिसनमै छौँ भन्दा हैन त्यस्तो हैन। इट्स नट लाइक द्याट। इट्स त्यो के हुन्छ भने सबैजनाले एउटा मोमेन्टम क्यारी गर्नलाई चाहिँ धेरैभन्दा धेरै म्याचेसहरू चाहिन्छ के। सो अब जस्तो तरिकाले अहिले क्रिकेट एसोसिएसनबाट इन्भेस्टमेन्ट भइरहेछ हैन, हामी अलि धेरै छिटो अपेक्षा गरिरहेछौँ कि भन्ने कुराहरू पनि हो। अलिकति टाइम दिउँ। सीता रुबिनालाई पनि त धेरै इयर्स पछाडि नै टाइम लागेको हो नि त। सो उनीहरूलाई पनि अलिकति टाइम दिउँ। एकदम धेरै ब्याकबाट त्यो पिन्चेसहरू नगरौँ हैन। बिकज कोही पनि नेपालको जर्सी लगाएपछि भित्र हार्छु भनेर चाहिँ छिर्दैन कि। सो त्यो भएर चाहिँ वी हेभ टु बी पेसेन्ट जस्तो लाग्छ मलाई हैन। दिन प्रतिदिन वी आर ट्राइङ आवर बेस्ट टु डु। अब लेख्न त जे पनि लेख्न सकिन्छ, बट वी नो ब्याक टु द फेस कि कति धेरै मेहनत हामीले गरिरहेछौँ र यो इम्प्रुभमेन्ट ल्याउनलाई हामीलाई पनि एउटा च्यालेन्ज नै हो कि यो स्टेजबाट माथि गएपछि अनि बल्ल मोमेन्टम क्यारी हुन्छ भनेर। सो अलिकति पेसेन्स राखौँ। एसियाबाट चाहिँ हामी क्वालिफाई भयौँ हैन, यो वर्ल्ड स्टेजमा खेल्दाखेरि त्यो र यो बीचमा इम्प्रुभमेन्ट के छ ब्रिटिस कोचसँग? अब राम्रो इम्प्रुभमेन्ट भन्दाखेरि चाहिँ अब अलिकति ब्याटिङमा हामी अब रन राम्रोसँग स्कोर गर्न सकिरहेछौँ। डेफिनेटली फिटनेस र फिल्डिङमा अलिकति त इम्प्रुभमेन्ट देख्नुभयो होला हैन। सो त्यो मैले भने नि ग्रेजुअली आउँछ। द अमाउन्ट अफ म्याचेस वी विल प्ले, अनि कति हामी क्याम्प्सहरू बस्छौँ, जसरी अहिले हामी रेगुलरली खेलिरहेछौँ त्यसैको बिहाफ हो यो पनि रिजल्ट हैन। सो त्यो हुँदाखेरि चाहिँ आई गेस हाम्रो ब्याटिङ चाहिँ अझै जस्तो ओपनर अब अलिकति सेट हुँदैछ, मिडल अर्डरले अलिकति टाइम लिएर खेल्न स्टार्ट गरे पछाडि अनि त्यो सेटलमेन्ट चाहिँ स्टार्ट हुन्छ होला। नट ह्याप्पी अफकोर्स होइन। यो मलाई चाहिँ के लाग्छ भनेपछि माइलस्टोन जब क्यारी हुन्छ, जब टिमले जित्छ होइन, माइलस्टोन त अब एभ्री डे यु हेभ एन अपर्च्युनिटी टु क्रिएट रेकर्ड। सो डिपेन्ड तपाईँ माथि हुन्छ कसरी तपाईँले लिएर जानुहुन्छ। सो होला अब 1000 रन त एकदम थोरै भयो नि त। लेट्स होप फर समथिङ बिग होइन। सो मलाई चाहिँ त्यो केही फिल छैन त्यस्तो कुराहरूमा। म एक्सपेक्ट गर्छु कि अब जति पनि म्याचेसहरू हामीसँग छ होइन, अझै पनि चान्सेस आर हाई। सो एभ्री वानले चाहिँ यो म्याचेसहरूलाई काउन्ट गरोस्, अपर्च्युनिटी बनाओस्। अनि जस्तो सीता रुबिना भन्ने थियो, अर्को नेम्सहरू आउँछ कि। आज एउटा टाइममा जुन डेथ ओभरतिर चाहिँ हाम्रो फ्यानहरू एकदम कराउँदाखेरि चाहिँ उहाँको बलिङ अलिकति अनसेटल भएको जस्तो देखेको छ। हामीसँग 2टा गेम छ, शनिबार जिम्बाब्वेसँग खेल्दैछौँ, सुपर 6 अझै पनि चान्सेस छ। त्यो फ्यान जति पनि आज आउनुभयो उहाँहरूले त्यो हजुरलाई गेममा पनि अलि एफेक्ट गर्यो पोजिटिभ साइडले? हो एकदमै यस्तो हुन्छ। अब म धेरै नै थ्याङ्क यू भन्छु, हामीले यस्तो पर्फर्म गर्दा पनि रेगुलरली आइराख्नु भएको छ होइन। हामीले अब एक्सपेक्टेसन हामीले राम्रो दिँदा त उहाँहरू आउनुहुन्छ नि त। सो त्यो हामीहरूको चाहिँ एभ्री डे इन्टेन्सन के हुन्छ भनेपछि राम्रो खेलौँ भन्ने नै हुन्छ होइन। सो क्राउडले चाहिँ डेफिनेटली अब देखिहाल्नुभयो, उनीहरू पनि तहस नहस भयो। हामीलाई चाहिँ एनर्जेटिक त्यो फिल्डमा चारैतिरबाट त्यो गुन्जिँदा चाहिँ एकदमै म त गुजबम मेरो लागि त सायद पहिलो मोमेन्ट थियो होला कि यो यस्तो खालको अलिकति एडप्ट गर्नको लागि। बट त्यसले चाहिँ एकदमै धेरै एनर्जाइज चाहिँ हुँदो रहेछ।